हेलो गाइज, वेलकम ब्याक टु माई न्यू भिडियो। सो गाइज, तपाईँहरूलाई कस्तो छ? आई होप तपाईँहरू सन्चै हुनुहुन्छ होला। र म आइसकेको छु तपाईँहरू माझ एउटा नयाँ भिडियो लिएर। आज हामी आटो लिएर पुरै बजारमा आइसकेको छु। आज अब 10-11 बजिरहेको छ टाइम र बजारमा कोही मान्छे नभएर हामी एकदम चिरी पारामा म र मेरो साथी एउटा साथी छ, 3जना मिलेर चाहिँ बसिरहेछ। र बजारको हालत भनेपछि यस्तो छ, मान्छे छैन। र हाम्रो यो साथी के नागेन्द्र गोडिया के भन्न चाहनुहुन्छ तपाईँ? म यही कुरो भन्न चाहन्छु, यो मान्छे एकदम राम्रो काम गरिरहेछ, जस्तै ज्येष्ठ नागरिकहरूलाई फ्रीमा सेवा दिइरहेछ। त्यसैले मैले यो एउटा कुरा भन्न चाहन्छु भने यसले सपोर्ट गर्नु, यसको भिडियोलाई सेयर गर्नु। कमसे कम अलिकति सपोर्ट पायो भने उसको पनि मन एकदम खुस हुन्छ। त्यही भएर यो मात्र भन्न चाहन्छु, यसको भिडियो जति आउँछ लाइक सेयर गरिदिने, कमेन्टमा केही राम्रो कुरो भनिदिने। मेरो भने मात्र यति हो क्या। अनि उसको पनि हौसला अलिक बढ्छ के, यस्तो काम गरिरहेछ भने। जस्तै ज्येष्ठ नागरिक जहाँ भेट्यो पनि, जहाँसम्म गए पनि एकदम फ्रीमा सेवा दिइरहेको। गाइस, आज घाम पनि एकदम छ के, एकदम 48 डिग्री पुगेछ यो ग्लोरियाको घाम। हेर्नु न, पुरै मान्छे बाहिर निस्किन पनि बाहेन, कसित्रो घाम छ। यहाँ आटोबाट बाहिर निस्किने बित्तिकै यस्तो ल्यापको घाम लाग्छ यार। हामी त्यही लागि चुप्पो लाएर यता कुनामा बसेका छौँ। र गाइस, तपाईँहरूलाई कस्तो छ कमेन्ट गर्नु होला। तपाईँ कहाँ घाम भइरहेछ कि गर्मी भइरहेछ कि नै, कमेन्टमा अवश्य छोड्नु होला। ल बाई बाई।